कामदाम केही छैन हेरी बस ठुलो आफ्नै सुरमा चलिरह्यो सुरु सुरु नेतादेखि जनताका कुरा हाकिमदेखि पिउनका कुरा हिमाल पहाड तराईसम्म गाउँदेखि सहरसम्म सबको घरमा गुन्जिने ठुलो ठुलो हाय हाय ठुलो ठुलो हाय हाय ठुलो ठुलो जिन्दगी आफ्नै सुरमा चलिरह्यो सुरु सुरु नेतादेखि जनताका कुरा हाकिमदेखि पिउनका कुरा हिमाल पहाड तराईसम्म गाउँदेखि सहरसम्म ठुलो ठुलो हाय हाय ठुलो ठुलो हो नि पण्डितजी हुर्के बढेकी छोरीलाई यसरी घरमा राख्यो भने भोलि गाउँलेहरूले कुरा काट्दैनन् त पूजा कहाँ लाग्यो खजम के लिएर कहाँ जाँदै तँलाई केटा पछि हेर्न आउँदैछन् लखर लखर हिँड्दैन कहाँ गाउँ गाउँ डुल्न जान लाग्यो त अस्ति साथीको कपडा लिएर आएको थिएँ त्यही पुऱ्याउन जाँदैछु के सोच्नुहुन्छ हजुर पनि बाबा पनि ल ल जा बेलुका छिटो आइज है हस् बाबा प्रिया 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 तिमी र म बिहे गरेर भान्टाङ मुन्टुङ जन्माएन भने कसले गर्छ हाम्रो प्रिया ओ प्रिया प्रिया तिमी मलाई छोडेर किन गयो मसँग बिहे नगरेर यति टाढा किन भयो प्रिया यो दादालाई खोज्दा खोज्दा म बिहान देखि हैरान भइसक्यो कहाँ जानु भएको होला भनेको त यहाँ पो आएर बस्नु आएछ यो हालत के गराको नि हेर त हेर के हालत बनाएर बसेको दादा यस्तो के हो के दादा भन्नु न प्रिया 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 के प्रिया गरेको अहिले मुडो भाग्यो बेला नजिस्काने फेरि भेटलिस् नि फेरि अहिले यतिकै बसिराख्नु अब दिउनभरि प्रिया गर्दै ओइ त धेरै आमा बन्न नखोज है बहिनी होस् बहिनीको ठाउँमा बस बहिनीकै ठाउँमा बसिरहेको भाइ हामीलाई सिरियलको डाइरेक्ट बोलेको थाहा हुन्न र त धेरै नकर है जाऊ त प्रिया मेरो प्रिया 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 ल यसले देवदास भएर रात रोदै गए
छोटे टिया दिदी बस्ने घर खै नयाँ वर्ष मनाउन हिँडेको हामी जेठ महिना आउन लाग्यो घरै आउँदैन त्यसरी हार मानेर हुँदैन जमिन खोज्न पहिला पनि आयो जस्तो लागिरहेको छ यार सबै कुरा चिनेको जस्तो लागिरहेको छ त मात्र हो र म पनि यहाँ पहिला आइसकेको छु कसरी अरे यार हामी जहाँबाट गर्छौँ त्यही आइरहेछौँ हामी त्यही ठाउँमा आइपुगेछौँ जाम एकछिन सायामा बस हेलो हामीलाई चिने जस्तो लाग्यो के गरेको हामी मन परेको अब मन त परेकै हो नि तर के गर्नु बोली सुन्दा त्यही खतम पार्ले जस्तो छ तर म पनि के कम जस्ताले त्यस्तै गर्नु मलाई पनि आउँछ किन मन पराउने हो र तिमीहरू भन्दा पनि दामी दामी केटीहरू मेरो गर्लफ्रेन्ड छ अनुहार हेर्दा त विश्व सुन्दरी नै पट्याउने जस्तो छ क्या रे गाउँमा नयाँ को रहेछ भनेर हेर्न आएको ठुला कुरा गर्ने रहेछ ल ल बाटो लागे हुन्छ जानुस् कता जान लाग्यो ओइ के हो तँलाई केही नै यार पुरा तनावमा भए जस्तो गर्छस् त यार यसरी तनावमा बसेर हुन्छ यार जिन्दगीमा रमाइलो गर्नुपर्छ खै के रमाइलो भन्ने यार रमाइलो त सानोमा हुन्थ्यो न कुनै टेन्सन न कुनै जिम्मेदारी केही चाहियो भने एकछिन रोइदिए पुग्दिहाल्थ्यो वाह गजबको कुरा गरिस् यार सानो हुँदा सबैले सोध्ने गर्थे बाबु त ठुलो भएर के बन्छस् भनेर तर त्यसको उत्तर अब दिन मन लागिरहेको छ यार कि म ठुलो भएर फेरि सानो बन्न चाहन्छु हेर साथी अब हामी बच्चा छैनौँ र चाहेर पनि हामी बच्चा हुन सक्दैनौँ अब यस्तो कुरा सोचेर टेन्सन लिनुभन्दा कसरी कमाउने त्यो सोच्नु पर्यो ठिक भनिस् यार जान्न त कतै चिरिप्प पारेर सोचौँला जान्न त जान भनेपछि तर गोलीमा सुख छैन चिन्ता नगर्ने यार केही जुगाड गरौँला नि ए ल ठिकै छ नि त जाम एकैछिनमा आउँछु भनेको मान्छे त अहिलेसम्म आएछ नि कहाँ गएछ लफङ्गाहरू कुकुर जस्तै लखर लखर कता जानु लाग्यो नि जहाँ जानु लाग्यो भयो भने तपाईँलाई के मतलब
मतलब हुँदैन त आफ्नो गाउँ छिमेकीको? ल भन्नुहोस् किन बोलाउनु भएको? किन हुनु नि, मेरो छोरी बिहानै साथी कहाँ जान्छु भनेर गयो कि अहिलेसम्म आएकै छैन। कहीँ देखा छौ कि भनेर नि। के तिमीले हामीलाई चौकीदार राखेको थियो र तिम्रो छोरीको बारेमा थाहा पाउनको लागि? आजको पार्टीको जुगाड हिँडपट हो क्या? छौँ त काका, किन चिन्ता लिनुहुन्छ? एकछिन आउनु न काका, बसेर कुरा गरौँ न। साथीकोमा गएको भए साथीको मात्र हो नि त काका, किन पिर गर्नुहुन्छ? बरु काकाले हामीलाई अलिकति सहयोग गर्नुहुन्थ्यो कि? काका 200 रुपियाँ दिन्न, बरु भोलि तपाईँलाई यति बेलै दिइहाल्छु नि म। दिन्छौ तिमीहरूले? अस्ति साँझ लगेको 75 रुपियाँ डकारी हाल्यौ। यो पटक त साँच्चीकै दिन्छौँ कि काका, तपाईँको कसम। अरे यसको कसम काका। साँच्चै दिन्छौ त? काका दिन्छौँ। तर केटा हो, मसँग 200 रुपियाँ त छैन। 100 रुपियाँ छ, 100 रुपियाँले पुग्छ? भइहाल्छ नि काका, तपाईँले 100 रुपियाँ दिनुभयो भने हाम्रो हिसाब किताब बराबरै हुन्छ। बराबर हुन्छ अरे? कसरी हुन्छ? ल सुन्नुहोस् काका, सुरुमा 100 रुपियाँ दिनु, त्यसपछि म भन्छु। ल अब भन। ल सुन्नुहोस् काका, हामीले तपाईँसँग सुरुमा कति मागेको थियौँ? 200 रुपियाँ। अनि तपाईँले हामीलाई कति दिनुभयो? 100 रुपियाँ। अब तपाईँले हामीलाई दिन बाँकी कति रह्यो? 100 रुपियाँ। अब तपाईँले हामीले दिन बाँकी कति? 100 रुपियाँ। तपाईँले दिने 100 रुपियाँ पनि हामीलाई नदिनुहोस्, हामीले दिने 100 रुपियाँ पनि हामी दिँदैनौँ। ए केटाहरूले हिसाब किताब ठिकै गरेका हुन्। ल ल हुन्छ, भइहाल्छ बाबु। ल ल धन्यवाद काका। हाम्रो स्वर्ग जस्तो घरमा खै कसको नजर लागेछ? बाबा हजुर पनि खै कता गइस्यो, दादाको कोताल पनि यस्तो छ, के गर्ने होला? सल्लाह दिने जस्तो पनि गाउँमा कोही छैनन्। पहिला त 10वटा कुरा गरेर एउटा कुरा मिलाउने तान्त्रिक बाबा थिए, तिनी पनि कता हराए। अब के चाहिँ गर्ने होला त? हेलो